सासूको कुरा काट्दै म चाहिँ दिदी तल खोज्छु भुइँमा खोज्छु कहाँ हुनुहुन्छ होला यहाँ आएर पो मस्त मोबाइल हेरिराख्नु भएको रहेछ साह्रो मोबाइल हेरेको नि मोबाइल बन्द पार्नै छिटो यहाँ तपाईँसँग गफ गर्न आएको आमा यहाँ बाख्राकोटमा जानुभएको छ यहाँ तपाईँसँग कुरा गर्नु पर्यो भनेर आएको क्या के कुरा र कि साह्रो हाम्रो सासू आमै चाहिँ दिदी केही गरेको मलाई जस दिनुहुन्न के भन्छ घरमा काम गरेको पनि जस दिनुहुन्न पकाएर दियो भने पनि नुन चर्को छ र के चर्को छ घाममा पनि घाँस काट्नु हिँडिहाल्नु अरे उसको सबै थोक बित्छ अरे अनि एकछिनमा जान्छु भन्दा पनि होइन अरे हाम्रो आमा चाहिँ के साह्रो गनगन छुच्ची पनि के साह्रो छुच्ची हौ दिदी म त वाक्कै लगाइसक्यो हौ त्यस्तै नै हुनुहुन्छ क्या खै के भएको हो पनि तपाईँले त खोइ केही भन्नु त मलाई मात्रै खालि जे गर्दा पनि जस्तो छैन जे गर्दा पनि जस्तो छैन यहाँ हाम्रो सासू बुढी त के साह्रो च्याठिएको सासू बुढी छ हौ म त आलिस फेरि सुन्नु भने मान्नुहुन्छ है गर्नुहुन्छ नि के नगर्नु कुरा काटेर अरूको बुहारीहरू मात्रै राम्रो देख्छ यहाँ हामीलाई त राम्रै देख्दैन नि मलाई पनि त्यस्तै हो नि तपाईँलाई त अलिक राम्रो पो गर्नुहुन्छ त मलाई त झन् फल्ना यस्तो तेरो माइतीले सिकाएन तेरो बाउआमाले सिकाएन के र के भन्छ अहिले त तपाईँ त जेठी बुहारी भएर अलिक माया गरेको हो मलाई कान्छी बुहारी म भएर होला सबैले मलाई नै किचकिच गर्नुहुन्छ मेरो सासू बुढी आमा त झन् मलाई त कति धेरै दिक्क लाउनुहुन्छ कहिले कुनै काममा पनि जसो दिनुहुन्न म त वाक्कै लगाइसक्यो के भन्नु पनि अब अरूलाई भन्नु भएको छैन अब तपाईँ जेठानीसँगै त कुरा गर्नु पर्यो नि सासू आमाको त्यस्तै हो क्या जेठी बुहारी भनेर होइन होला जेठी भएर अब भन्नु मात्रै नसकेको होला क्या सबैले त्यस्तै हो भन्ने त त्यस्तै हो क्या आमा त र पनि त नि के साह्रो अनि कहिले कहिले त यसो जस्तो दिनुपर्छ नि त सासू आमा म त रिस उठेर गरेको त हिँडिदिउँ कि क्या हो जस्तो लाग्छ अब घर छोडेर सासू आमादेखि नै वाक्क लाग्छ के भन्छ अरे भनेको मानेन भनेदेखि के भन्छ जे भन्छ त्यही फर्काइदिनुपर्छ क्या म त करायो भनेदेखि त म आफै कराइदिन्छु म त के त नकराइने के त अनि हिजो कान्छी बुहारी भएर होला नि त्यसो गरेको हिजो के त अनि मैले त सब्जीमा नुन चर्को भएको तेरो बाउ माइतीले सिकाएन त यस्तो त्यस्तो भन्दै भनिराख्नु भएको थियो अनि त्यतिसम्म मेरो बाउ माइतीलाई दोष नै हो त हाने त्यस्तो के हाम्रो आमाको त बेहोरै छैन बुहारीहरूलाई माया गर्दाखेरि धेरै जाला जत्तिकै गर्छ के भएको हाम्रो आमा यिनीहरूले मेरो कुरा काटेको मेरै घरमा बसेर मेरै कुरा काटिरहेछ काम छैन यिनीहरूको मेरो घरमा बसेर मेरो कुरा काटिरहेको छ जाऊ निस्केर बरु आफ्नो आफ्नो घरमा त्यो साह्रो कुरा काटिरहेको अर्का होइन आमा हामी त गफ पो गरेको त क्या मैले सुनिरहेको थिएँ गफ गरेको अरे अन्त नि गफ गरेको त्यस्तो नराम्रो त बोलेकै छैन के भन्दै कुरा काटिरहेछ नि फेरि तिमीहरूले दुईजना भएर मेरो कुरा काट्नु मान्छे जान्दैन मलाई जाऊ निस्केर गइहाल्यो